मलाई चाहिँ हजुरहरू फलो सब्सक्राइब गरिदिनु होला प्लिज। मेरो त यही नजिक हो। आज एउटा काम बाहिरको नजारा हेर्नु बवाल नजारा छ। त्यही भएर आज चाँडै छुट्टी भयो। फेरि यस्तो छ भने के अरे चाहिँ त्यता म एक्लै मात्रै नेपाली हो। नेपाली गाईको कुसिन हुनाले फरेन कन्ट्रीको म मात्रै हो। त्यही भएर अब अलिअलि त हेप्न त हेपिहाल्छ नि उनीहरू, हेप्न हेपिहाल्छ। त्यस्तै हो, के गर्ने हो। त्यही पनि निहुँको चाहिँ राम्रोसँग बनाउनु पर्यो। निहुँको बनाउनु भने त लास्टै गाह्रो छ क्या जापानमा। सुरुदेखि स्ट्रगल हो। त्यही भनेर पढाइमा पनि अलिकति मैले त पढाइमा पनि अलिकति ध्यान दिएको थिएन। त्यही पनि अहिले अब बिस्तारै बिस्तारै निहुँको जेपीसँग जो भनेर बोल्नै पर्छ क्या निहुँको। त्यही हो। यो हाम्रो जस्तो यो अञ्चल अलिकति नेपाली बोल्दै यो बोल्दै मतलब जेपनिज बोल्नै पर्छ कि यहाँ बढी पुटे मतलब फलत भएन नि उसले बुझोस् त्यस्तो खालको बोल्नै पर्छ कि। मेरो त्यस्तै हो। अब गाईको कुसिन म मात्रै हो, बोल्नै पर्छ। त कोजो चोले माथिको चाहिँ बसहरूले लास्टमा आएका छ। तलको मान्छेहरू त भइहाल्छ नि त्यस्तो। पनि अब सबै ठाउँमा एउटै नर्सेको मान्छे हुँदैन नि, त्यही भएर के। अब यस्तै छ हेर्नु बाहिरको नजारा। सिमिजु हो यो, यस्तै छ, यस्तै भइहाल्छ। त्यही भएर जापानमा आउनुहुन्छ सोच बनाउनुहुन्छ भने यहाँ परेको उद्देश्यले मात्रै आउनु है। यो जान्छु छाप्छु भनेर त्यस्तो त नसोच्नु है प्लिज साथीभाइहरू है। अब मेरो ट्रेन आइसक्यो, म यही ट्रेन लाग्छ। एक हप्ता बिदा थियो, बल्ल काम स्टार्ट भयो। मेरो काम चाहिँ खासमा ट्रक बनाउने हो, ठुलो बडीहरू बनाउने हो। कम्पनीको त नाम भन्न मिल्दैन। त्यही भएर सब्सक्राइब फलो चाहिँ नबिर्सनु गर्नको लागि प्लिज है साथीहरू। वेलकम मिनी अनदर ब्लग। आजबाट मेरो काम स्टार्ट भइसकेको थियो। हेर्नु यो पछाडि चाहिँ सिप छ, ठुलो सिप। आज चाहिँ खासै ओभर टाइम त चलेन, 1.5-2 घन्टा मात्रै चलेको। त्यही हो। तर चाहिँ आजबाट काम स्टार्ट भयो। यत्रो दिन एक हप्ता छुट्टी थियो मेरो। आजबाट काम स्टार्ट। अब बाहिरको नजारा हेर्नु, लेट्स गो। लगायत मेरो टेकी पनि सकेको थियो। अब यता छिर्ने हो नि, काठहरू छिराउँछ नि। सबै कन्ट्रीमा त त्यस्तै होला। यो चाहिँ छिर्नेहरू। अब यता टेकी बनाउनु पर्यो। आज टेकी बनाउनु पर्छ कि टेकीको पनि टाइम सकिसकेको छ। यही चाहिँ टेकी बनाउनु पर्छ। यो चाहिँ